एपिसोड 1। यस एपिसोडमा किम दो हुन बाहिरबाट हेर्दा एकदम साधारण बैंक कर्मचारी र एकल बाबु देखिन्छन्। उनी आफ्नी किशोरी छोरी मिन्जीलाई एक्लैले हुर्काइरहेका हुन्छन्। उनी शान्त स्वभावका छन् र कसैले अपमान गरे पनि झगडा गर्न चाहँदैनन्। एक दिन घर फर्किने क्रममा केही गुण्डाहरूले उनलाई कुट्छन् र उनी प्रतिकार गर्दैनन्। यसले उनी निकै कमजोर मानिस हुन् जस्तो देखिन्छन्, तर तर थाहा हुँदैन कि उनी वास्तवमा आफ्नो खतरनाक विगत लुकाइरहेका छन्। उता उनकी छोरी मिन्जी विद्यालयबाट धनी परिवारकी छात्रहरूबाट लगातार दुर्व्यवहार र बुलिङको सामना गरिरहेकी हुन्छन्। अन्ततः उनले प्रतिकार गर्दा ठुलो झगडा हुन्छ। त्यसपछि मिन्जीका बाबु विद्यालयमा पुगेर धनी व्यक्तिसँग माफी माग्न बाध्य हुन्छन्, जसले मिन्जीलाई अझ दुखी बनाउँछ। त्यस रात मिन्जी साथीको घर जाने भनेर निस्किन्छन्, तर अर्को बिहान उनी रहस्यमय रूपमा हराउँछिन्। प्रहरीले खासै प्रगति गर्न सक्दैन। यही घटनाले किमको जीवन पूर्ण रूपमा बदलिन्छ। यस एपिसोडको अन्त्यमा सबैभन्दा ठुलो रहस्य खुल्छ र साधारण बैंक कर्मचारी जस्तो देखिने कम वास्तवमा उत्तर कोरियाको एउटा एजेन्ट कोड 66 हुन्। आफ्नी छोरीलाई बचाउन उनी फेरि आफ्नो पुरानो घातक रूपमा धारण गर्छन्। एपिसोड 2। यस एपिसोड 2मा 2008 सालको फ्ल्यासब्याकबाट हुन्छ। त्यसबेला किम कुनै साधारण मानिस होइनन्। उनी उत्तर कोरियासँग सम्बन्धित अन्त्यको गोप्य ब्ल्याक अप्स एजेन्ट 66 हुन्। उनलाई एक शक्तिशाली गुप्तचर अधिकारको हत्या गर्ने आदेश दिइन्छ। मिसन सफलतापूर्वक पुरा गरेपछि उनी अस्पताल पुग्छन्, जहाँ उनकी श्रीमतीले छोरी मिन्जीलाई जन्म दिएकी हुन्छन्। तर दुर्भाग्यवश मिन्जी जन्मिए लगत्तै उनकी श्रीमतीको मृत्यु हुन्छ। अन्तिम सास फेर्ने बेला उनले किमलाई एउटा बाजा गराउँछिन्, हाम्रो छोरीको लागि आफ्नो हिंसात्मक विगत छोडिदिनु। यही घटनापछि किमले एजेन्टको जीवन त्यागेर साधारण बाबुको रूपमा बाँच्ने निर्णय गर्छन्। त्यसपछि कथा वर्तमानमा फर्किन्छ र पहिलो एपिसोडमा हराएकी मिन्जीसँग वास्तवमा के भयो भन्ने देखाइन्छ। विद्यालयको गुण्डागर्दी गर्ने छात्रहरूले मिन्जीलाई झुटो सन्देश पठाएर एकान्त स्थानमा बोलाउँछिन्। त्यहाँ पुगेपछि होरी र उनका साथीहरूले मिन्जीलाई निर्ममतापूर्वक कुटपिट गर्छन्। अन्ततः मिन्जी बेहोस भएपछि उनी डराउँछन् र स्थानीय गिरोहसँग सम्बन्धित अपराधीहरूको सहयोग माग्छन्। अपराधीहरूले मिन्जीलाई कारको डिक्कीमा हालेर शव हटाइदिने योजना बनाउँछन्, तर पछि थाहा हुन्छ कि किमजी अझै जीवित नै छिन्। यता किम घरमा छोरीको जन्मदिन मनाउने तयारी गरिरहेका हुन्छन्। केक तयार छ, उपहार पनि तयार छ, तर मिन्जी फर्किँदैनन्। जब उनले छोरी साँच्चै हराएको महसुस गर्छन्, उनी भित्र वर्षौंदेखि दाबिएको एजेन्ट फेरि जाग्छ। छोरीको खोजी गर्दै किम अपराधीहरूको अड्डासम्म पुग्छन्। त्यही उनीहरूले ऋण तिर्न नसकेको मानिसहरूको परिवारलाई धम्काइरहेका हुन्छन् र एक सानी बालिकालाई अङ्ग तस्करीका लागि लैजान खोजिरहेका हुन्छन्। किम एक्लैले सबै अपराधीमाथि आक्रमण गर्छन्। उनले आफ्नो पुरानो युद्धकला र घातक सिप प्रयोग गरेर सबैलाई परास्त गर्छन् र ती बालिकालाई बचाउँछन्। गिरोहको नेता भाग्न सफल भए पनि गम्भीर घाइते हुन्छन्। यसैबीच किमको हिंसात्मक भिडन्तको भिडियो सामाजिक सञ्जालमा भाइरल हुन्छ। यही भिडियो देखेर उत्तर कोरियाको गुप्तचर विभागले तुरुन्तै किम अझै जीवित रहेको थाहा पाउँछ। उनीहरू उनलाई राष्ट्रिय खतरा घोषणा गर्छन् र नयाँ एजेन्ट 66 लाई दक्षिण कोरियाको पठाउने निर्णय गर्छन्। अब किमलाई अपराधी मात्र होइन, आफ्नै पुरानो सङ्गठनले पनि खोज्न थाल्छ। दक्षिण कोरियाको विशेष गुप्तचर निकायले पनि किम फेरि सक्रिय भएको थाहा पाउँछ। उनीहरूले किममाथि निगरानी बढाउँछन्, किनभने उनको पुनरागमनले दुई कोरिया बीचको शान्ति वार्तामा असर पर्न सक्छ। किमले पक्राउ परेको गिरोहको सदस्यलाई कठोर रूपमा सोधपुछ गर्छन् र उनले थाहा पाउँछन् कि सबै अपराधीहरू अस्थायी मेसेजिङ समूह मार्फत आदेश लिन्छन् र
आदेश लिन्छन् जसका प्रमाण तुरुन्तै मेटाइन्छन्। त्यही बेला एउटा सन्देश आउँछ, केटीको सबको व्यवस्था गरियो। यो सन्देश पढेपछि किमलाई आफ्नी छोरी मरेको जस्तो लाग्छ। क्रोधले भरिएको किम अपराधीलाई मार्ने लागेको बेला प्रहरी आइपुग्छ र उनलाई पक्राउ गर्छ। उता उत्तर कोरियाबाट आएको नयाँ शिक्षित प्रहरीको भेषमा किमसँग पुग्ने योजना बनाउँछ। उसले किमका साथीहरू धम्काएर किमको घरको ठेगाना समेत पत्ता लगाउँछ। यसले नयाँ एपिसोडहरूमा किम र नयाँ एजेन्ट बिचको घातक भिडन्तको सङ्केत दिन्छ।